म चाहिँ अहिले बोडी स्थित महालक्ष्मी मन्दिरमा आएको छु है। चैत 30 गते यो 2025 सालको अन्तिम दिन लिङ्ग ठहराउने कार्य हुन गइरहेको छ यहाँ बोडीमा चाहिँ। त्यसको लागि सबैजना तयार हुनुहुन्छ यहाँनिर। अब चाहिँ लिङ्ग ठहराउन लाग्नु भइरहेको छ यहाँका बासिन्दाहरू। आफ्नो नेवारी भाषामा यहाँनिर पुरै जोस दिलाइराख्नु भएको छ यहाँनिर लिङ्ग तान्ने मान्छेहरूलाई माइकद्वारा।
लिङ्ग चाहिँ यसरी टिका लगाई उठाइदिँदैछ। यदि तपाईँले नेवारी भाषा बुझ्नुहुन्छ भने चाहिँ मजाले के भनिराख्नु भयो त्यो सबै बुझ्नुहुन्छ होला है त। लिङ्ग उठिसकेको छ है, देख्न सक्नुहुन्छ लिङ्ग पुरै। ल यति रमाइलो हुन्छ है, हेर्नुहोस् है लिङ्ग उठाउँदाखेरि। सबैजना रमाइराख्नु भएको छ लिङ्ग उठाउँदाखेरि। खुसी हुँदै पूजा गरिरहनुहुन्छ यो लिङ्गलाई। दिस इज द ब्युटी अफ नेवारी कम्युनिटी। देख्नुभयो त कति रमाइलोसँग जात्राहरू मनाउँछन्। एकदम युनिटी हुन्छ है नेवारी कम्युनिटीमा चाहिँ, एकदम युनिटी हुन्छ। यसरी नै युनिटी भएर नै देख्नुभयो त यत्रो ठुलो लिङ्गलाई उठाएका छन्। र आजदेखि चाहिँ यो लिङ्ग उठाएपछि यो मध्यपुर टिमीमा चाहिँ जात्रा सुरु भएको भनेर घोषणा गरेको जस्तै हो यो चाहिँ। अब हेर्नु देख्न सक्नुहुन्छ यहाँनिर लिङ्गलाई यहाँनिर यसरी बाध्य हुनुहुन्छ जस्ट नढलोस् भनेर। यो महालक्ष्मी मन्दिर अगाडि मैले मेरो साथीलाई पनि भेटेको छ यहाँनिर। मैले भ्लगमा आउँदैछु ठ्याक्कै मेरो साथी कहिले आएको सुनिललाई भर्खरै आएको म भर्खरै आएको ठ्याक्कै उठाउने बेला ठ्याक्कै म भ्लग भिडियोमा आउँछु फर्स्ट टाइम देखेको दामी बाजा बजाएर यो महालक्ष्मी मन्दिरको परिक्रमा गरिदिन्छ। सायद यो लिङ्ग उठेकोमा खुसियाली मौलिन हुन्छ यहाँनिरका नेवारी बासिन्दाहरू।
फाइनली लिङ्ग पनि उठाइसकेपछि उहाँहरू चाहिँ यहाँनिर यो लिङ्ग नढोस् भने यसरी बाँध्दै हुनुहुन्छ यो महालक्ष्मी मन्दिरको परिक्रमामा भनौँ न। यसरी अब भोलि चाहिँ फेरि यहाँनिर अब के जात्रा हुन्छ अनि पर्सि चाहिँ यहाँनिर जिपो छिर्ने जात्रा पनि हुन्छ। जय श्री महालक्ष्मी मन्दिर रक्षा गर्नुहोस्। यता पनि बाँध्दै हुनुहुन्छ है। यो लिङ्ग चाहिँ लगभग सायद 4 तलाको लिङ्ग छ है, देख्न सक्नुहुन्छ। हेर्नुहोस् त यसरी लिङ्ग उठाएपछि यस्तो रमाइलो देखिन्छ है यो महालक्ष्मी मन्दिर अगाडि। जय श्री महालक्ष्मी माता की जय भन्दै यो भिडियो चाहिँ म यही अन्त्य गर्न चाहन्छु। अब आज चैत्र 30 गते हो। अब वैशाख 1 र 1 मा पनि केही हुँदैन, 2 मा चाहिँ यहाँनिर चाहिँ जिब्रो छिर्ने जात्रा हुन्छ। त्यसको लागि सबैलाई म निमन्त्रणा गर्न चाहन्छु यही भिडियो मार्फत भन्दै यो भिडियोबाट बिदा हुन चाहन्छु। धन्यवाद।